हेलो एभ्रिवान। सो फाइनली साथीहरू यति दिनदेखि पर्खिरहेको 3 सालपछि राष्ट्रिय वाणिज्य ब्याङ्कको विज्ञापन खोलिसकेको छ र यदि हजुरहरू +2 पास हुनुहुन्छ, अस्ति भर्खरै कार्तिक पन्ध्र गते भएको प्री टेस्ट इक्जाम पास हुनुहुन्छ भने हजुरहरूले यहाँ मजाले एप्लाई गर्न सक्नुहुनेछ। र यहाँ त प्रशासन र नगद दुवैमा विज्ञापन खुलेको छ, नगदमा पनि र प्रशासनमा पनि। र 7वटै प्रदेशको लागि विज्ञापन खोलिसकेको छ। यहाँ कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम 7वटै प्रदेशको लागि दुवै सहायक र नगद दुवैमा विज्ञापन खुलेको छ, प्रशासन र नगदमा। सो अब हेरौँ यहाँ कोशी प्रदेशमा कतिवटा जम्मा पद रहेका छन् भने कोशी प्रदेशमा जम्मा 10वटा, मधेसमा 15वटा, बागमतीमा 8वटा, गण्डकीमा 5वटा, लुम्बिनीमा 6वटा, कर्णालीमा 2वटा र सुदूरपश्चिममा 2वटा। भने सबभन्दा बढी यहाँ मध्य प्रदेशमै रहेको छ 15वटा। र यहाँ कोशी प्रदेशको हेर्ने हो भने खुल्लामा 5 जना, महिलामा 2 जना, आदिवासी जनजाति 1 जना, मधेसी 1 जना र पिछडिएको क्षेत्र 1 जना गरी जम्मा 10वटा रहेको छ भने मध्य प्रदेशमा खुल्लामा 9 जना, महिलामा 2 जना, आदिवासी जनजातिमा 1 जना, मधेसीमा 1 जना, दलितमा 1 जना गरी मधेसमा 15 जनाको लागि खुलेको छ भने बागमतीमा खुल्लामा 4 जना, महिलामा 1 जना, आदिवासी जनजाति 1 जना, दलित 1 जना र अपाङ्ग 1 जना गरी जम्मा 8वटा खुलेको छ बागमतीमा। र गण्डकीको हेर्ने हो भने गण्डकीमा 3वटा खुल्लामा, 1वटा आदिवासी जनजाति र 1वटा पिछडिएको क्षेत्र गरी जम्मा 5वटा मात्र रहेको छ। सो त्यसै गरी लुम्बिनीमा हेर्ने हो भने लुम्बिनीको खुल्लामा 4वटा, महिलामा 1वटा, आदिवासी जनजातिमा 1वटा गरेर जम्मा 6वटा मात्र रहेको छ भने सबभन्दा कम यहाँ कर्णाली र सुदूरमा मात्र रहेको छ 2-2वटा र कर्णालीको खुल्लामा 1वटा र महिलामा 1वटा र सुदूरपश्चिममा 2वटा खुल्लामा मात्र रहेको छ। र यहाँ कोशीमा हेर्ने हो भने अब फेरि यहाँ सहायक नगदमा यो त प्रशासन थियो र नगदमा हेर्ने हो भने यहाँ नगदमा त थोरै खुलेको छ। नगदको कोशीमा 2वटा, मधेसमा 3वटा, बागमतीमा 2वटा, त्यसै गरी यहाँ गण्डकीमा 2वटा, लुम्बिनीमा 3वटा, कर्णालीमा 1वटा र सुदूरपश्चिममा 1वटा गरी जम्मा नगद र प्रशासन दुवै गरी जम्मा 62 जनाको लागि मात्र खुलेको छ। र 62 जनामा पनि खुलामा 38वटा रहेको छ र विभिन्न कोटाहरूमा अरू रहेको छ। र अब हेरौँ यहाँ न्यूनतम योग्यता भनेको यहाँ के भनिएको छ, मैले अघि नै भनेको 10/2 यानि +2 पास हुनु पर्दछ। साथै लोकसेवा आयोगबाट कार्तिक 15 गते भएको पूर्व योग्यताको परीक्षा पास हुनु पर्दछ। र यहाँ अनलाइनबाट आवेदन दिन सक्नुहुनेछ। र अब हेरौँ आवेदन दिने अन्तिम मिति भनेको 1 गते फागुन 1 गते खुलेको छ र 21 दिनभित्र भनेको फागुन 21 गतेसम्म यहाँ आवेदन दिन सक्नुहुनेछ। भनेको फागुन 21 गतेसम्म यहाँ लास्ट डेट रहेको छ फर्म भर्ने। र परीक्षा यानि फर्मको चार्जको कुरा गर्ने हो भने परीक्षा दस्तुर भनेको आवेदन दस्तुर 500 रुपियाँ रहेको छ। साथै प्रत्येक समावेशी समूहको लागि 100 थप एक्स्ट्रा हुनेछ। भनेको 500 र जतिवटा समूहमा भर्नुहुन्छ त्यति एक्स्ट्रा लाग्नेछ। र अब यहाँ पेमेन्टको भन्ने छ, पेमेन्ट अनलाइनबाट भरेपछि कनेक्ट आइपिएस, खल्ती यी सेवाहरूबाट यहाँ पेमेन्ट गर्न सकिन्छ। सो यदि तपाईँहरू +2 पास हुनुहुन्छ, प्री टेस्ट पास हुनुहुन्छ भने यहाँ मजाले फर्म भर्न पाउन सक्नुहुनेछ। र यसको साथै एकै दिन नेपाल ब्याङ्क, कृषि विकास ब्याङ्क र राष्ट्रिय वाणिज्य ब्याङ्क 3टै ब्याङ्कको विज्ञापन खोलिसकेको छ र हजुरहरूले 3टै ब्याङ्कमा मजाले फर्म भर्न सक्नुहुनेछ। सो अर्को ब्याङ्कहरूको विज्ञापन अर्को भिडियोमा हेर्न सक्नुहुनेछ। हस्त धन्यवाद। केही कन्फ्युजन भएमा हामीलाई कमेन्ट मार्फत मजाले सोध्न सक्नुहुनेछ।